हेलो साथीहरु, वेलकम छ मेरो युट्युब च्यानलमा। आजको नयाँ भिडियोमा हजुरहरुलाई स्वागत छ। यदि मेरो युट्युब च्यानलमा कोही नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गरिदिन चाहिँ नबिर्सिनु होला। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। आजको भिडियो चाहिँ त्यस्तो केही हैन साथीहरु, यस्तो त्यो के रे सिजर पेपर रक खेलेर चाउचाउहरु अन्डाहरु खाना नै हो। आज भोलि त्यो टिकटक युट्युबतिर हामीले देखिरा हुन्छौँ, त्यही भएर हामीले पनि त्यस्तै गर्न लागेको छौँ। यहाँ रेडी हुँदैछ अनि अहिले लास्टमा खाने बेला आउने छु, हेर्नु होला है त। यहाँ चाहिँ हाम्रो अन्डा पाकिरहेको छ भने यहाँ चाहिँ हाम्रो 2 PM चाउचाउ पाक्दैछ। हाम्रो चाउचाउ पनि रेडी भइसक्यो, अन्डा चाहिँ पाक्दैछ, अझै पाकेको छैन। फाइनली हाम्रो चाहिँ खानेकुरा रेडी भइसक्यो। यति हो, यो भन्दा धेरै राखेनौँ हामीले चाहिँ। अनि यहाँ यति कोक पनि छ, यति, अनि यति पानी पनि छ, यति। ल है त साथीहरु, अब हामी गेम सुरु गर्दै छौँ। लास्टसम्म हेरिदिनु होला। ल सुरु भन्ने के मुखले सिजर पेपर रक। अरे नजिक हुँदा पनि यो नजिक हुन्छ त। सिजर पेपर रक धनुष, म त योबाट खान्छु। सिजर पेपर रक। सीजर पेपर रक, सीजर पेपर रक, सीजर पेपर रक। सीजर पेपर रक, सीजर पेपर रक। धनुष त्यहाँ ठाउँ कम भएर नदौडेर हिँड्दै आउँदै गरेछौँ। सिजर पेपर रक, सिजर पेपर रक, सिजर पेपर रक, सिजर पेपर रक। सीजर पेपर रक, सीजर पेपर रक। धनुष सीजर पेपर रक, सीजर पेपर रक। सीजर पेपर रक। सीजर पेपर रक, सीजर पेपर रक। सीजर पेपर रक। अन्डा खाइसकिस्? ल सिजर पेपर रक। अन्डा सकाइदिएले। भात खाएर म त भात खानुस्। सिजर पेपर रक। धनुष भन्नु न। सिजर पेपर रक। बिस्तारै बिस्तारै। सिजर पेपर रक। हात धराउँछु यार।
भन्नुहोस् न सिजर पेपर रक Scissor paper rock. Scissor paper rock. Tanus. Scissor paper rock. Tanus. Scissor paper rock. Scissor paper rock. Chào tao đi. Để vô. Khá xin thằng bố. Scissor paper rock. Tanus. Scissor paper rock. Tanus. Scissor paper rock. Scissor paper rock. Scissor paper rock. Tanus. Scissor paper rock. Tanus. Sakit lagi lah. Kanan depan ni boleh. Scissor paper rock. 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 Tanus. अहिले त थाकिए यसमा त गएको नदेखिनु छ नि सीता ए लक्ष्मी सीता पेपर रक सक्यो यार होला Scissor paper rock. Scissor paper rock. सक्यो ल बाई बाई किन राख्नु भएको छ सक्यो सक्यो रमाइलोको लागि मात्रै हो भिडियो छोटो भयो हेरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला बाई बाई